बालेन शाहको पनि फेसबुक फलोअर धेरै छन्। अनि बङ्गलादेशकी पहिला पार्टी सभापति त होइनन्, पार्टीकी क्रियाशील सदस्य, अहिले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारमा उठेकी तास्मिन जहराले हारिन्। हुन पनि उनी विजेताले 1,11,000 भोट कटाएको रहेछ भने उनी 44,000 समथिङ भोट ल्याएर हारेकी रहेछन्। अब उनी पनि हारिन्। अब नेपालमा बालेन शाह पनि हार्छन्। अब आन्दोलनभन्दा पछाडि नयाँ पार्टी जुन थियो त्यसको हालत बङ्गलादेशमा जस्तै हुन्छ भनेर तुलना गरेको देख्छु कि मैले। नेपालमा जेनजी आन्दोलनपछि जन्मिएको नयाँ पार्टी कुन छ? राष्ट्रिय स्वतन्त्र पार्टी त 2079 मै ट्रस्टेड अनि टेस्टेड 21 सिट ल्याएर सांसद हल्लाउने पार्टी हो यार। अब नयाँले हार्छन् भनेर तुलना गर्ने हो भने गगन थापा काङ्ग्रेसले हामी नयाँ हो भन्दै हिँडेको छ, त्यो हार्नुपर्ने। अनि माओवादीले चुनाव चिन्है फेरेर नयाँ हो भन्दै हिँडेको छ, त्यो हार्नुपर्ने। केपी ओली किडनी नयाँ छ, तिनी पनि हार्नुपर्ने होला। कम्पेयर गर्ने नै हो भने बङ्गलादेशमा आन्दोलनभन्दा पहिला जुन सत्तामा थिए तिनीहरूको अहिले नाम निशाना नाक मुख केही छैन। त्यस्तै नेपालमा नि हुनुपर्ने। मजाले नाक फडाएर छाती फुलाएर भाषण गर्दै हिँडिरहेछन्। अनि कम्पेयर गर्ने नै हो भने त्यहाँ जेनजी आन्दोलनभन्दा पहिला सत्तामा जो थिए प्रधानमन्त्री थिइन् भनौँ, उनलाई फाँसीको सजाय भएको छ। नेपालमा पनि फाँसीकै सजाय हुनुपर्ने खै त भएको। जुन कम्पेयर गर्ने कुरामा त्यसमा चाहिँ नगर्ने। अनि त्यो पाइन तुईको वाहियात कुरामा कम्पेयर गरेर हुन्छ। अब मैले त भन्दिनँ भोट जुनमा मन लाउँछ त्यसैमा हाल भनेर। भोट घन्टीमै हाल्नुपर्छ जसरी पनि, किनकि अब आश भरोसा भनेको घन्टी नै हो। चुपचाप घन्टी छाप। हस्, धन्यवाद। जय घन्टी।